हाम्रो काँडा पनि फुलेर फाइनली खोर्सानीको चाहिँ आज चाहिँ खत्रै भिडियो बन्ने छ। हामी चाहिँ हेर सुँगुर चारो टिपिरहेछौँ। आजको भ्लग चाहिँ आजको स्टार्ट चाहिँ हामी सुँगुर चारो टिप्नेबाट गर्नेछौँ, होइन बाबा? होइन काम सघाउँछ भनेर हो भनेर सघाउँछु क्या, सघाउँछु आएँ म आएँ जस्ट फर वेटिङ। म चाहिँ इङ्ग्लिस खतरा बोल्छु नि बाबा। एकचोटि झ्याम नै हाम्रो बाह्रै भाँचिन्छ क्या डर पो लाग्यो बाबा। आम पालौँ 1 2 3 गो लेट्स गो ढुङ्चा 1 2 3 गो ढुङ्चा 1 2 तिमी गाउँ कि आउँदैन 1 2 3 गो ढुङ्चा खोइ 1 2 3 गो ढुङ्चा। या फाइनली आइसक्यो। अनि दिपा पनि खुसी नै छ। हामी चाहिँ सुँगुर चाक्रो टिप्नु पर्ने हुन्छ। सुँगुर एउटा छ होइन बाबा, टिप्नै पर्यो। पानी पर्न पनि लागेको छ। अब योपालि फल्दै फलेन इन्डियाको। अब योपालि कति धेरै बिग्ने होला सम्झिँदा पनि मलाई त रोगै लाग्यो जस्तो लाग्यो। तर ठिकै छ, केही छैन। एवा काँडा पनि भतिजहरू लुबिसकेको छ। हाम्रो किचन रहेको छ। दाल पनि छ, गाईजहरू करेरा छ, कट्टु कट्टु नदेखा म के देख्नु याद छ। टमाटर पनि रहेछ, बाफ रे बाफ। झन् डले म त। अनि मजाले त्यहाँ पैसा दिनु नि फेरि। क्यामेरा नपक्रा न बाबा, आऊ न तिमी। होइन मलाई पक्रिनै लाउनु न क्यामेरा यार। यतिको बुढा पाउनु पनि सिरीमा लेखेर आएको हुनुपर्छ के। अलि बिस्तारी हो माया। यार पनि सुँगुर चार टिप्दै टिप्दै चढ्ने नाच्छ नि। टिपिसकेर पनि अर्को काम भ्याइसकेको छु। बहिनी खोर्सानी रोप्ने भनेर माटो, कालो माटो लिएर आइदिएको छु। बाल्टीमा रोप्ने देखाउनु गएर चाहिँ सुँगुर चारो पाकी पनि सक्यो, सुँगुरले खाइ पनि सक्यो। हो यो बाल्टीमा खोर्सानी रोप्ने अरे काली हजुरको मल लिनु गएको छ तल छ। फाइनली आइसकेको छ, गाडी पनि आइसकेको छ। भच्चको ढुङ्गा ओसारेर सकिने रहेछ गाईजहरू होइन। दिनदिनै गाडी लगिरहेछ। भच्चा चाहिँ दियोस् रमाइलो टोल चाहिँ क्लिन हुने रहेछ क्या, लेभलमा नि। ढुङ्गा साफ हुन्छ आफूको 2-4 महिनामा, होइन बाबा? खोर्सानी रोप्ने अनि नजाने ल त्यहाँ बोरामा रोप्ने। ल खोर्सानी रोपेको नातिमा यसलाई मिक्स कसरी गर्ने? फाइनली खोर्सानीको चाहिँ हामीले रोप्नलाई रेडी बनाइसकेको छ। सरगम लिएर सरगम के गर्दैछौ?
हात हल्लाइदेऊ त ल। हाम्रो काँक्रा पनि फुलेर फलिसकेको छ। एउटा त टिप्दै खाँदैछौँ। यो पनि त्यसै रोपेको खोर्सानी जस्तै रोपेको। यहाँ बनढन्या पनि छ है गाईहरू। अनि हामीसँग अर्को लौका पनि छ रोपेको। त्यो चाहिँ स्वाटै टोयलेटको माथि आउँछ। आज पनि पानी पर्न लागेको छ तर पर्दैन हुन्छ। यो कुखुराहरू चाहिँ सबै हाम्रै हो। सबै हाम्रै। त्यहाँ मान्छे आउँदै गरेको पनि आफ्नै मान्छे पर्छ मेरो। बा तिमी मेरो आफ्नै मान्छे पर्छ नि। छिटो न हौ नहुन्जम। खोला गएर पनि नुहाएर पनि आइसक्यौँ। मुरी पोलेर पनि खाइसक्यौँ। सबै कुरा चाहिँ गरिसकेको छु। तर एउटा कुरा के बिर्सेँ म तोरीको तेल लाउनै बिर्सेछ। तोरीको तेलले चाहिँ के हुन्छ भन्दा चाहिँ यो कपाल थोरै झर्दैछ नि यो कपालहरू चाहिँ भाँचिने टुक्रिनेदेखि चाहिँ हुँदैन होइन। तोरीको तेल चाहिँ युज गर्नैपर्छ है गाइजहरू। म तपाईँहरूलाई चाहिँ यही मेरो टिप्स भयो क्या है। अब काम के गर्ने काम छैन। 3:30 भइसक्यो 4 भइसक्यो। अब बल खेल्न जाने। बल खेल्न जाँदा भिडियो बनाउँथेँ तर किनकि पानी पर्छ अब है असार लाग्न लागिसक्यो। त्यही भएर अब मोबाइल भिज्यो भने त फेरि अर्को पालिदेखि भिडियो कसरी बनाउने। त्यही भएर म मोबाइल लिएर जाँदिनँ अनि भरेको हुनेछ। फाइनली गाइजहरू होइन हाम्रो चाहिँ रातिको डिनर चाहिँ रेडी भइसकेको छ। दिपाजीले बनाइसक्नु छ होइन दिपा तिमीले चाहिँ के बनाएको छालाको अचार राजमा मही होइन ओके। अनि फेरि पनि एक महिना छैन पानी छैन केही छैन पानी महिना खाने ओके पानी छ त्यहाँ। लाइन आउँदै आएन लाइनको प्रब्लम चाहिँ के होला अब के भन्ने भयो होइन 3 घन्टा भयो तर आउँछ आउँदैन थाहा भएन। तर हामी खाना खाने नै हो टस बालेर भए पनि खाने नै ओके।